मम्मी र भाइ छन् यतातिर म छु यहाँ मम्मी हुनुहुन्छ यहाँ अर्को भाइ छ उसमा बाइकमा कति बेला चढ्ने भनेर कति बेला चलाम भनेर बसेको छौँ हामी चाहिँ अहिले पुरनद्वारा आइसकेका छौँ क्यामेरा निकालेपछि उसले चाहिँ भर्खर चस्मा निकालेर लगायो मम्मी त्यहाँ हुनुहुन्छ भाइ त्यहाँ छ पछाडि मम्मी हुनुहुन्छ आइसकेका छ उता आइसक्यो अगाडि त्यहाँ पुरनद्वारा आछौँ आज दाङको धेरै पछि म क्यामेरामा आएको छु आजभरि बिजी भएर धेरै पछि क्यामेरामा आएको छु मैले चाहिँ त्यो काली देखाएको थिएँ एडिट गरेर हाल्छु कि आज घुम्न जाउँ भनेर सबैलाई लिएर पुगिसक्न लाग्छ झरनामा पुरनद्वाराको पुलमा आइसकेका छौँ ल हेर्नुहोस् सबैजनाले यतातिर हुनुहुन्छ कस्तो लागिरहेछ मम्मी मम्मी तपाईँलाई कस्तो लागिरहेछ रमाइलो लाग्छ ठिक छ यतातिर यस्तो छ हाम्रो भ्यू यतातिर यस्तो छ हामीले चाहिँ यसरी बसेर खायौँ त्यस पछाडि अलिअलि फोटोहरू खिच्यौँ फोटोसुट गऱ्यौँ यो भाइ र म अनि सबैजनाले फोटोहरू खिच्यौँ अनि हामी चाहिँ मम्मीहरू पुरै रमाइलो गर्नु भएको थियो अनि हामी झरनामा गयौँ यो चाहिँ पुरनद्वाराको झरना यो हो हेर्नुहोस् यस्तो छ मम्मीले पुरा रमाइलो थियो कि झरना चाहिँ यस्तो आजकल बर्खा पनि भएर होला एकदम रमाइलो थियो फोटोहरू पौडी खेल्न यहाँ म पनि गइहालेला उनीहरूसँग एकछिन पौडी सौडी खेल्यौँ हामी फर्क्यौँ खिचेर फर्क्यौँ हामी यसरी आउँदा अलिअलि फर्किँदा चाहिँ फोटोसुट गऱ्यौँ अलिअलि भिडियोहरू गरायौँ अनि एक दुईवटा टिकटक गरायौँ अनि हामी चाहिँ फर्क्यौँ बाई बाई सबैहरू भिजिट गरिदिनु होला रमाइलो